अहिले हामी काठमाडौँको सामाकुसीबाट काठमाडौँ चक्रपथ छोडेर टोखातिर लाग्दैछौँ। हाम्रो यात्रा नुवाकोट जिल्लामा रहेको सूर्यगढीसम्मको हुनेछ। सामाकुसी चक्रपथबाट 20 मिनेट जस्तोको मोटरसाइकल यात्रापछि हामी काठमाडौँ जिल्लाको 1500 वर्ष पुरानो लिच्छविकालीन इतिहास बोकेको नेवारी बस्ती टोखा पुग्नेछौँ। नेवारी भाषामा टु भनेको उखु र ख्या भनेको खेतबाट यो ठाउँको नाम टोखा रहन गएको बुझिन्छ। अहिले पनि यहाँको उखुबाट बनेको चाकु प्रसिद्ध रहेको छ। टोखाबाट देब्रे लागेर हामी शिवपुरी राष्ट्रिय निकुञ्ज जाने बाटोतर्फ अगाडि बढ्छौँ। टोखाबाट हिँडेको 20 मिनेट जतिमा हामी शिवपुरी राष्ट्रिय निकुञ्जको जङ्गल भेट्न पुग्छौँ। जङ्गलको बीचबाट गएको बाटो अलि उकालो छ। उकालो भए पनि ढलान र कालोपत्रै गरिएकोले बाटो भने सजिलो छ। शिवपुरी राष्ट्रिय निकुञ्ज सन् 2002मा स्थापना गरिएको नेपालको 9औँ राष्ट्रिय निकुञ्ज हो। यो क्षेत्र काठमाडौँ, सिन्धुपाल्चोक, नुवाकोट र धादिङ जिल्ला गरी 159 वर्ग किलोमिटरमा फैलिएको छ। सन् 2002मा स्थापना हुँदा यो निकुञ्ज 144 वर्ग किलोमिटर रहेको थियो। पछि सन् 2009मा नागार्जुन फरेस्ट रिजर्भको 15 किलोमिटर पनि यही राष्ट्रिय निकुञ्जमा गाभिएको थियो। यो राष्ट्रिय निकुञ्जमा 1273 भन्दा बढी प्रजातिका रुखहरू, 65 प्रजातिका स्तनधारी जीवहरू, 320 प्रजातिका चराहरू, 11 प्रजातिका उभयचर जीवहरू, 20 प्रजातिका सरीसृपहरू, 124 प्रजातिका पुतली र 122 प्रजातिका किराहरू रिपोर्ट गरिएका छन्। यहाँ पाइने हिमाली कालो भालु, चिनिया सालक, चितुवा, ध्वाँसे चितुवा र असामी बन्दर लोपोन्मुख र एकदम दुर्लभ प्रजातिको रूपमा चिनिन्छन्। शिवपुरी राष्ट्रिय निकुञ्जको टुप्पोमा सैनिक पोस्ट रहेको छ र यही पोस्टबाट नुवाकोट जिल्ला सुरु हुन्छ। नुवाकोटको लागि अब हामी सिधै ओह्रालो लाग्नुपर्ने हुन्छ। बाटोको अवस्था यता पनि सहजै छ। बर्खा लाग्न लागेको मौसम भएकोले र केही दिन अघि पानी परेकोले बाटोमा ससाना झरनाहरू प्रशस्तै देख्न सकिन्छ। बाटोको अवस्था राम्रो भए पनि ठाउँ ठाउँमा घुमाउरो छ। बेला बेला साना ठुला गाडीहरू आउने जाने क्रम चलिरहने हुनाले सावधानी अपनाउनु भने जरुरी देखिन्छ। यही घुमौरो र ओह्रालो बाटो हुँदै हामी अघि बढ्छौँ। ओह्रालो झर्दै गर्दा गर्मी पनि बढ्दै थियो। बाटोको छेउछाउमा आँपका बोटहरूमा लटरम्म आँप फलिरहेका देखिन्थे। मकैका रुख हेर्दा मकै फल्ने बेला हुन लागेको जस्तो देखिन्थ्यो। बाटोको छेउछाउमा केही पुराना शैलीका मनमोहक घरहरू पनि देखिन्थे। गरा गरा बनाएर गरिएको खेती पनि सुन्दर देखिन्थ्यो। केही बेरको यात्रापछि हामी चहरे बजार पुग्छौँ। यो बजार नुवाकोटको थानसिङ गाउँपालिकामा पर्छ। यो बजारमा सिन्धुपाल्चोकबाट आउने पुष्पलाल राजमार्ग अर्थात् मध्य पहाडी लोकमार्ग पनि जोडिन्छ। अब हामी यही मध्य पहाडी लोकमार्ग पछ्याउँदै नुवाकोटको सदरमुकाम बिदुरको लागि अघि बढ्छौँ।
मध्य पहाडी लोकमार्ग अब लिखु खोलाको किनार नै किनार अघि बढ्छ। खोलाका नजिकैका फाँटहरूमा प्रशस्त कृषि गतिविधिहरू भइरहेको देखिन्थ्यो। मकै, खरबुजा, धानबाली, लिची, माछा पालनहरू प्रशस्तै देखिन्थे। खोलाको किनार र कम उचाइ भएकोले गर्मी भने अलि बेसी नै थियो। प्रहरेबाट नुवाकोटका विभिन्न बस्तीहरू कट्दै हामी गङ्गटे भन्ने ठाउँमा पुग्छौँ। गङ्गटेमा धादिङको गल्छी हुँदै आउने त्रिशुली राजमार्ग मध्य पहाडी लोकमार्गसँग मिसिन्छ। गङ्गटेबाट 2-3 मिनेटको निर्माणाधीन बाटो कट्दै हामी नुवाकोटको सदरमुकाम बिदुर बजार पुग्छौँ। बिदुर बजारको केही अघिबाट देब्रे लागेपछि हामी भेट्छौँ ऐतिहासिक नुवाकोट दरबार जाने बाटो। जिल्लाका प्रमुख प्रशासनिक भवनहरू हुँदै बाटो अगाडि बढ्छ। नुवाकोटको सदरमुकाम बिदुरबाट हिँडेको 15 मिनेट जस्तोमा हामी पुग्छौँ नुवाकोट दरबार। यो दरबार 18औं शताब्दीमा राजा पृथ्वीनारायण शाहले नुवाकोटको विजय हासिल गरेपछि निर्माण गर्न लगाएका थिए। त्यसपछि उनले नेपाल एकीकरणको अभियान र आफ्नो राज्य सञ्चालन गोरखाबाट नभई यही दरबारबाट अगाडि बढाएका थिए। 2072 सालको महाभूकम्पले क्षति गरेको दरबारको संरचना अहिले पनि चिनियाँ एडको सहयोगमा निर्माण भइरहेको देख्न पाइन्थ्यो। एकैछिन नुवाकोट दरबारको अवलोकन गरेर हामी सूर्यगढी गाउँपालिकातर्फ जाने बाटो समात्छौँ। चोकटे भन्ने ठाउँबाट देब्रेतर्फ मोडिएर हामी सूर्यगढी रहेको डाँडातर्फ अगाडि बढ्छौँ। चोकटेबाट बाटो केही सामान्य अफरोड रहेको थियो। यही अफरोड बाटो हुँदै हामी सूर्यगढी रहेको डाँडाको फेदमा पुग्छौँ।
यहाँबाट 30 मिनेट जस्तो पैदल यात्रा गरेर सूर्यगढी पुग्न सकिन्छ। पैदल यात्राको लागि सिँढीहरू बनाइएको थियो। यही सिँढीहरू चढेर हामी बागेश्वरी मन्दिर पुग्यौँ। विक्रम सम्वत 1849मा नेपाल र तिब्बतको युद्धको बेला नेपाली सेनाले देवीले शक्ति प्रदान गरून् भनेर यो मन्दिर स्थापना गरेका थिए। स्थानीय किम्वदन्ती अनुसार यहाँ बाटो खन्दै जाँदा मन्दिर रहेको ठाउँमा रहेको एउटा ढुङ्गा प्याट्ट फुट्यो। एक तर्फबाट दुध र अर्को तर्फबाट रगत बग्न लाग्यो। रगत बगेतर्फ देवी र दुध बगेतर्फ महादेव स्थापना गरियो। देवीको आशीर्वादले ढकमक्क फुलेका लालीगुराँस सिपाही जस्ता देखिए अनि चिनिया सेनाले तिनलाई सिपाहीको आकृति देखेर मनोबल घटाए र यहाँ भएको लडाईँमा नेपाली सेना विजयी भयो। बागेश्वरी मन्दिरबाट केही मिनेट उकालो चढेर हामी सूर्यगढी रहेको ठाउँ पुग्यौँ। सूर्यगढी बागमती प्रदेश नुवाकोट जिल्लाको सूर्यगढी गाउँपालिकाको चोकटे भन्ने स्थानमा रहेको छ। सूर्यगढी विक्रम सम्वत 1949मा नेपाल र तिब्बत बीचको युद्धको बेला बेत्रावती नदी वरिपरिका किल्लाहरूलाई मजबुत बनाउने क्रममा बनाइएको गढी हो। विक्रम सम्वत 1849मा नेपाल तिब्बत युद्धमा तिब्बती र चिनिया सेना नेपालीहरूलाई हराउँदै बेत्रावती नदी पार गरिसकेका थिए। तर सूर्यगढीको युद्धमा नेपाली सेनाले तिब्बती र चिनिया सेनाहरूलाई हराएर बेत्रावती सन्धि गरियो। बेत्रावती सन्धिको फलस्वरूप चिनिया सेना पछि हट्यो। यसबाट नेपाल र तिब्बत बीच एउटा रणनैतिक साझेदारी कायम हुन पुग्यो, जुन 115 वर्ष अर्थात् विक्रम सम्वत 1965 सम्म रह्यो।